नमस्कार, म डाक्टर सञ्जय गिरी। आज हामीले महालक्ष्मीको पूजन गर्दै दीपावली मनाउँदैछौँ र हाम्रो दीपावलीमा हामीले एकदम संयम भएर यो दीपावलीलाई मनाऊ। किनभने यो दीपावलीमा विभिन्न खालका पड्काउने पड्काहरूले गर्दा बच्चाहरूलाई आँखामा लाग्न सक्ने, जिउमा पोल्न सक्ने समस्या हुन सक्छ र यो सद्भावको पर्व हो। छठ र दीपावली भनेको, तिहार भनेको सद्भावको पर्व हो। यो पर्वमा हामीले कुकुरको पनि पूजा गर्छौँ, गाईको पनि पूजा गर्छौँ, गोरुको पनि पूजा गर्छौँ र आफैलाई पनि, हामीले मानवले पनि आफूलाई पूजा गर्छ। यसको मतलब के हो भने हामीले संसारमा जति पनि पशु छन् अथवा प्रकृति छ, यो प्रकृतिलाई हामी पुज्ने गर्छौँ र यो मनाउने गर्छौँ। र यो छठ र तिहार भनेको के हो भने प्रकृतिसँग प्रेम गर्नु हो। र प्रकृति भनेको के हो भने हाम्रो वरिपरि जुन समाज छ, वातावरण छ, त्यो नै हो प्रकृति। र हामीले के बुझ्नुपर्ने कुरा के हो भने पाप भनेको प्रकृतिको विरुद्धमा गर्ने कामलाई नै पाप भन्छौँ। यो कुरालाई मनन गर्दै हामी छठ, यो आजदेखि दीपावली सुरु भइसक्यो, दीपावलीदेखि छठसम्म हामीले प्रकृतिलाई प्रेम गरौँ र पूजा गरौँ। र यसैको अवसरमा, दीपावलीको अवसरमा, तिहारको अवसरमा, भाइटिकाको अवसरमा म र मेरो यो संस्था सबै पार्टीमा यसका तर्फबाट म डाक्टर सञ्जय गिरीको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्छु। नमस्कार।